2 मा वास्तवमा मलाई यहाँ फाल्टै ठाउँ जाउँ पनि भन्नुभयो हो पार्टीले, सत्य भन्ने हो भने। र म लास्ट नाइटसम्म पनि झापा 2 नै भनिरहेको थिएँ, मैले अड्यान लिएको। किनभने म जुन जङ्गलमा घाँस ताउरा गरेर मैले 10 वर्षसम्म पढ्न पाएको थिइनँ, सिन्काले कोरेर पढेँ। आज त्यहाँ म त्यही भने नि, यही यसमा चाहिँ मानचित्र कोर्न चाहन्छु। विश्वकै महिलाहरू जो श्रीलङ्करी छ उनीहरूलाई चाहिँ इन्सपायर गर्न चाहन्छु, प्रेरणा दिन चाहन्छु कि एउटा आदिवासी जसले पढ्न नपाएको हैन, गरिब परिवारमा झुपडीमा हुर्किएको छोरी आज यहीँबाट चाहिँ प्रत्यक्षमा उम्मेदवारी दिँदैछ। हिजो समानुपातिक भनेको त दिएको भन्छ क्या, धेरै जसोले दिएको भन्छ, भोटै दिए पनि दिएकै भन्छ, लास्टमा निर्णय हुने हो। तर म चाहिँ आज आफै प्रत्यक्ष लडेर र अनि यहाँ झापाका सम्पूर्ण मेरा जो सङ्गठन भयो र जनताहरू जति पनि छन् उहाँहरू सबैको चाहना पनि हो। उहाँहरू मेरा सङ्गठनका साथीहरू जाँदाखेरि भोट माग्ने क्रममा जाँदा उहाँहरूले इन्दिरा राणा हुनुपर्छ भनेर पनि विभिन्न वडामा भनेको हुनाले कतिजनालाई म चिनेको थिएँ सुरुमा, किन म उपसभामा हुँदाखेरि म राजनीतिक एक्टिभिटीमा लाग्न मिल्दैन थियो, फेरि म राजनीति गरेर आएको मान्छे होइन। तर मैले पछि उहाँहरूले नि भन्नुभयो तपाईँको माग धेरै रहेछ भने, त्यो मागको मात्रै होइन, म चाहिँ के भन्छु नि, मलाई कहीँ गएर म कहीँबाट जित्थेँ होला, तर यहाँबाट जित्नु लागि मेरो छुट्टै गर्व छ। यहाँ मेरो मान्छेहरूलाई, मलाई माया गर्नेहरू, जहाँ मेरो साथीहरू छन्, मेरो टिचरहरू छन्, गुरुहरूलाई भोट लाउँदा पनि मजा आउन् भनेर मात्रै मैले भोट दिएको, यहाँबाट उठेको। जस्तो सदनमा तपाईँ 3 वर्ष करिब रहनुभयो होइन, तपाईँको सँगै हुनुभएको सभामुख पनि यही क्षेत्रबाट निर्वाचन लड्दै हुनुहुन्छ र अन्य पार्टीले जस्तो कङ्ग्रेसले होइन, नेपाली कम्युनिस्ट पार्टीले, नेमकिपाले पनि महिला नै उम्मेदवार बनाएको छ। उहाँहरूको उम्मेदवारीलाई कसरी लिनु भएको छ र उहाँहरूलाई परास्त म गर्न सक्छु भन्ने तपाईँमा त्यस्तो के छ, अलिकति भनिदिनुहोस्। ममा त एउटा के स्टोरी छ भने, म यहीँबाट एउटा अनौठो स्टोरी लिएर उभिएर संसारलाई नै चकित बनाइसकेको छु। जङ्गल गर्ल स्टबन स्कुल स्ट्रगल भनेर मैले विश्व बाल पुरस्कार पाएको, यही जङ्गलमा हुर्केर सिन्काले कोरेर पढेर भन्ने स्टोरी संसारभर पढाइ हुन्छ। तर यहाँ अझै पनि गाउँमा थाहा छैन, यहाँ मेरो नेपालभरि थाहा छैन। तर मेरो नगरपालिकाले अहिले मेरो जीवनी पढाउँछ यहीँको के अरे 9 क्लासमा। मैले खोलेको जुन स्कुल छ, दाजुहरूले मलाई चाहिँ मेरो भागमा चाहिँ 1 कठा राखिदिनु भएको थियो, त्यो पनि स्कुललाई दिएर त्यहीँबाट स्कुल सुरु गरेर प्राइमेरी मैले सरकारलाई दिएको छु र त्यहाँनिर मेरा बच्चाहरू पढिरहेका छन् होइन। त्यो स्कुलको पनि जीवनी यहाँ पढाइ हुन्छ 5 क्लासमा। त्यसले गर्दाखेरि म यहाँसँग चाहिँ इमोसन, यहाँको हावा माटोसँग जोडिएको हुनाले यसैलाई चाहिँ मैले अझै विकास गर्नुपर्छ, म यो जन्मेको ठाउँमा भनेर पनि मैले उम्मेदवारी दिएको र मैले चाहिँ म जित्छु भन्ने नै मलाई चाहिँ एकदमै पुरै एउटा जित्छु भनेर म अगाडि आइरहेको छु। उहाँहरूको आफ्नै खालको छ, मेरो आफ्नै खालको छ, तर म चाहिँ स्टोरी कोर्नलाई, एउटा कथा, एउटा इन्सपायरिङ स्टोरी संसारभर छर्नलाई नै मैले आज झापा 2 नै रोजेको। सजिलोको लागि म काठमाडौँमा पनि मेरो कर्म उयो त्यहीँबाटै जित्न सक्थेँ, मगर गाउँमा कटारी हो